कहाँबाट आउनुभएको? हामी चितवनबाट दाइ। अब फाइनली हामी चाहिँ पशुपतिनाथ दर्शन गर्न जान लागेको। बिहानको समयमा दर्शन गर्न एकदम राम्रो हुनेछ मन्दिर। अहिले चाहिँ हामी एयरपोर्ट साइडमा छौँ र निस्किँदैछ। मान्छे बोल्नु ठाउँ यो बिजुलीबाट। कुन यो चाहिँ यो ठुलो चाहिँ? हजुर यो पाएको छ नि। हजुर यो मान्छे बिजुलीबाट मान्छे बोल्नु भयो त्यो बोजू देखाएको नि। हजुर खास अहिले तपाईँलाई दर्शन गर्नु त्यहाँ हो। ठिकै छ, यसरी घुम्दै आउनु मिल्छ होला नि होइन? मिल्छ, सबै जता घुमे पनि पाइन्छ नेपालीहरू। 1000 रुपियाँ मिल्छ। हजुर पैसा लाग्दैन, जहाँ घुमे पनि पाइन्छ। दर्शन अब चाहिँ हामी पशुपति गेटैमा आएको छु। फुल बेच्नु बस्या हुन्छ। कस्तो लागिरहेछ त घैटे पशुपतिनाथ? घैटेको यता मिज्यूहरू पनि पाउँछ, पुच्छर भएको पुत्रुक पुत्रुक गरेको। अब घैटे भन त राम्रोसँग बस्ने। भन न ल। अहिले चाहिँ हामी कहाँ आएको छौँ? मन्दिर हो कि होइन? मन्दिर आएको छु र आज घैटेलाई चाहिँ मन्दिरको दर्शन गर्दाखेरि एकजना एकदम राम्रो मिज्जू भेटेको छ। घैटे आउन अगाडि। बन्दरको हेर्नु न, बन्दरको हेर्नु। माया भनेको बच्चाको माया र घैटेको माया एउटै छ। पशुपति दर्शन गर्दाखेरि बोल न। गइस तेरो अब मन्दिर आएको छ नि, टोइलेट आउँछ। यत्रो भिडमा नि किन स्याड हो तिमी? कसले छोड्यो? बान्दरले छोड्यो भने बन्दरनीले। खै त नि केटी जिसाउँछन् होइन? टाइम हुनु पऱ्यो नि। टाइम होइन शौचालय। अब घैटे भाइरल हुन्छ। 101 भ्युज आउँछ। घैटेलाई हेर्नु लाइन लाग्छ। केटी जिसाउने भन्छ त अर्काको छोरीहरू जिसाउनु लाज लाग्दैन घैटेलाई? त्यही माथि यहाँ भिनाज छ। कसको छोरी भगायो? तिम्रो बाबुको छोरी त भगायो। यता हेर न दर्शन 360 हान्छ। त्यो बन्दर यो बन्दरमा के फरक छ र? त्यो बन्दरमा पुच्छर छ, यो बन्दरमा छैन है? लाउनु च्यानलमा के भन्नु, के भन्छ भन न यार, केही त बोल। कुन यो चाहिँ सबभन्दा अल्गो टावर भन्छ नि। चार्ज भएर चार्ज जिस्काऊ जिस्काऊ जिस्काऊ। अहिले चाहिँ हामी पशुपति दर्शन गरेर इमर्जेन्सीको कारणले गर्दाखेरि टोइलेट आएको छ। टोइलेटको कारणले गर्दा चाहिँ हामी भित्र धेरै समयसम्म बस्न नसक्यो र बाहिरतिर आएर टोइलेटतिर चेन्ज हुँदैछ। ठिकै छ, चेन्ज जहाँ गरे पनि एउटै के हुनु।
जे गर्दैन है टोइलेट जाँदा धरि बना खा भन न हँ? ल घुम्न मन लागेन होइन घुमाइदिएछु उतै हाम्रो तारमा बाँदर कति यत्रो पनि अनि ठुलो त यहीँ छ अनि त्यहाँ सानो हेरेर हुन्छ र नि यहीँ छ ठुलो बाँदर है हँ? त्यो बाँदरको पछाडि पुच्छर छ पैसा त हाल्दैन होला ल आज चाहिँ हामी मैले बिहानैबाट आज चाहिँ हामी भने छु अहिले चाहिँ पशुपतिबाट दर्शन गरेर हामी निस्किन लाग्यो अब यसो घुमिन्छ एकछिन र अब हान्छ क्या हो रोइदिए रे रोइदिए रे जीवनमा दुःख कष्ट र विघ्न बाधा कहीँ पनि आइ नपरे संस्कृतिको जिन्दगीहरूको सदैव अगाडि बढ्दै जाओस् जो जतिले सहयोग गर्नुभएको छ सबैलाई धेरै धेरै धन्यवाद आज म फेरि घरै पुऱ्याइदिन्न तिमीलाई अनि देखो त टिका युट्युबमा हाल्छु कि लिएर टाउली हेर्नु ल आज चाहिँ मेरो च्यानलमा कति 122 सब्सक्राइब पुगेको छ र घन्टीले 1 सब्सक्राइब गरिदिन्छ 23 पुग्छ त्यसै कारण मैले आज घैटे 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 अनि के अरे घैटे त अनि रुदिन ए रुन्छु रे अलिअलि भए पनि रुन पर्छ म त अब कहिले भेट हुने हो मोबाइलमा भेट भइरहेको म के हो कुन चाहिँले कुट्यो घैटेलाई रगतै निस्किन्छ आँखाबाट मैले तिमीलाई भनेकै थिएँ त बाँदरलाई नजिस्का भनेर ल अब चाहिँ जान लागेको छ घडी हो यिनको पनि पाला हुँदैछ मलाई नि नरो के अरे खै त राम्रोसँग जान सुभाष पनि आउने होला त्यही सँगै हो ल त्यही भेट्यो छैन गो हो र लो ल्याउनु चलाउँछ ढोक्नु ल राउन्डसँग जा ल